तपाईको छोरीको अस्ट्रेलियाको पिआर भएर बिहे गर्न आँटेको होइन नि फेरि आज त्यसको जसरी पर्दाफास गर्नुपर्छ है। आई एम वेल्डिङ सेटलम्यान इन नेपाल। वेल्डिङ सेटलम्यान? ए बुढा ग्रिल कारखाना छ है काठमाडौँमा 3-4 वटा मेरो। हेर्नु न घर गाडी। आई एम अ बिजनेसम्यान। अनि अरू के छ? अरू ठिकै छ तपाईको? ए भाइ हालखबर सोधेको होइन कि अरू के छ प्रपर्टी भनेर सोधे? बिजनेस त अनलिमिटेड छ। मेरो छोरीको पिआर देखेर बिहे गर्न आँटेको त होइन नि। तपाईहरु जतिको रेपुटेड फ्यामिलीसँग मेरो फ्यामिलीको सम्बन्ध वेल्डिङ गरेर पाउनु मेरो लागि भाग्यको कुरा हो के। सम्पत्ति त मसँग इनफ छ नि। अनि बाबु मेरो छोरी 3 महिनापछि आउँदैछ विदेशबाट, पर्खिन सकिन्छ त? नो प्रब्लम, म पर्खिन्छु। एक्सक्युज मी, समात अधिकारी तपाईँ नै हो? ए समात होइन के, सम्राट अधिकारी भन न यार। तपाईले समात्नै पर्ने भएको छ। हामी स्टिङ अपरेसनबाट आएको, तपाईको सम्पत्ति विवरण खुलाउनु पर्ने भयो। मिलाउनु पर्ने भयो। कहिले जाउँ हुँदैन खास के थियो र? तपाईको यत्रो सम्पत्ति रहेछ, घर गाडी, इन्कमको ट्याक्स रिटर्न भएको छ? छ कि छैन? ए म्याम यो झिङ्गा क्यामेरा चाहिँ बन्द गरेर भन्नु न। क्यामेरा बन्द गर्नु मिल्दैन। पहिला मेरो क्वेसनको आन्सर दिनु न। हे तेरिका खासमा म्याडम यो घर गाडी मेरो होइन कि, पैसाले कहाँ ट्याक्स तिर्ने? के रे यो सम्पत्ति तपाईको होइन रे? ए म्याम यो झिङ्गा कति झिझी गरेर के? अनि तपाईँले उहाँलाई झुट चाहिँ किन बोल्नु भएको? किन हुनु नि, खासमा यो बुढा छोरी चाहिँ पिआर होल्डर हो के। मेरो त केही छैन नि, न हातमा सिप छ, न पैसा छ, न बिजनेस छ। पुङमाने हो कि म त। यसो बुढा छोरीसँग बिहे गरेर अस्ट्रेलियातिर जानु पाएँ भने लाइफ सेटल हुन्छ कि भन्नु हो क्या। यसो गर्नु, तपाईँले मेरो प्लानमा साथ दिनु पर्यो। तपाईँलाई म 300 रुपियाँ हाफ प्लेट चाउमिन खुवाउँछु ल। दाइ चाउमिन चाहिँ बफ ल। अनि त्यस्तो गरेर भएको छोरीको भविष्य बिग्रिँदैन? के को भविष्य बिग्रिनु पिआर भएको मान्छेको? त्यही पनि 10 वर्ष विदेश बसेको को कोसँग होइन के गरे हामीलाई के थाहा भनेको। म त त्यहाँ बिहे गरेर जाने बित्तिकै उता पुगेर डिभोर्स हानिहाल्ने। अहिले नि बिहे गर्ने हो क्या, म त कहाँ झुन्डेर बस्छु भने विदेश जानको लागि युज मात्रै गर्न आँटेको भने। ड्याडी यस्तो भुक्का लफङ्गा बेरोजगारसँग मेरो बिहे गरिदिनु लागेको? ड्याडी तपाईँको कुन छोरी हो यो? त्यो 3 महिनापछि तसँग बिहे गर्न आउँछु भनेको छोरी यही हो। दाइ अब यो अवस्थामा चाउमिन के हुन्छ? धोका के का धोका? तँलाई बोका। तेरो असलियत पत्ता लगाउन सब नाटक गरेको हामीले। न हातमा सिप छ, न प्रपर्टी छ। त जस्तोसँग बिहे गर्छु म? ए दिदी के प्रपर्टी हुनलाई जब हुनु पर्यो, जब हुनलाई हातमा सिप हुनु पर्यो। नेपालमा बसेर के गर्ने? अब नेपालमा बस्नुहोस् या बाहिर जानलाई हातमा सिप त हुनु पर्यो नि। के सिक्नु खोइ, सबै आउँछ आउँदा लाग्छ, आउनु नि केही आउँदैन फेरि। अब राम्रो बारिस्टा र बारटेन्डर सिक्यो भने नेपालमा पनि राम्रो छ, बाहिर त झनै राम्रो डिमान्ड छ। कहाँबाट सिक्नु खोइ? आजकल मलाई फेरि कसैको विश्वास लाग्दैन। यही ज्ञानेश्वरमा रहेको काठमाडौँ फ्लेयर बारटेन्डिङ एकाडेमीबाट ट्रेनिङ लिए भइहाल्यो नि। हजुर, यदि तपाईहरु पनि आफ्नो करियरलाई नयाँ स्किलसँग अगाडि बढाउन चाहनुहुन्छ भने